बजारको माहौल अहिले धेरै नै परिरहेको छ। आजभोलि आज प्रुफ दिने एसीको प्रुफ दिने विद्यार्थीहरू कम नै छन्। हेलो दिदी, हाई गरिदिनु। हाई गरिदिनु। हामी दिदीले यहाँ बसेर लाइभ हेरिराख्नु भएको रहेछ। ल यहाँ हेर फेरि टप्पकै हाम्रो गाउँबाट भर्खर त चलपल हुँदैछ थारमा केटीहरूको नम्बर वाट्सएप नम्बर माग्नुपर्छ क्या के हो? म त बिहा गरेर मान्छे हो। यस्तो भयो अरे तपाईँको लग्न पऱ्यो कति वर्ष भयो तपाईँको भन्नुहोस् त। अरे यार एक्जाम त बिग्रियो नि आज झन्कडा फोटो खिच्ने हो। हेर्नुहोस् गाइस, होइन फोटो खिच्ने मान्छे हुनुहुन्थ्यो यहाँ। अन्टी हाई गरिदिनु त। ल हेलो हेलो ल यहाँ सक्नुहुन्छ थारमा रे म हाम्रो यो टोली भने चाहिँ पुरै धनी हो क्या। भिडियो लगाए। हेलो गाइस, तपाईँहरूलाई मेरो यो फर्स्ट भिडियोमा स्वागत छ है। आज हामीहरू दुईजना काका भतिज मिलेर यसो बजारतिर जाँदैछौँ। अब आजभोलि हाम्रो गाउँतिर धेरै गर्मी चलिरहेको छ, त्यही भएर हामी यसो हिँड्दैछौँ बाटोमा। गर्मी लागिरहेछ पुरो। हेर्नु न आकाश कुनै असारको आज 4-5 गइसक्यो, फेरि पनि पानी परिरहेको छैन हाम्रो गाउँतिर होइन। आज हामीहरू चाहिँ बजार थारमारेसम्म जानु लाग्यो। थारमारेसम्म हेरौँ अब जाँदाखेरि कति रमाइलो हुन्छ के हुन्छ। अब भिडियोमा सबै देखिनेवाला छ, भिडियो अन्तिमसम्म हेर्नु नछुटाउनु होला। सो अब हाम्रो यो भ्लगको जर्नी सुरु भयो भनौँ। अनि तपाईँको परिचय? नमस्कार, मेरो नाम मोहन मगर अनि र यतिखेर हामी जाँदैछौँ घुम्नको लागि थारमारे बजार। हाम्रो गाउँबाट थारमारे जान लाग्छ 1 घन्टा 2 घन्टा लाग्छ लगभग। बिस्तारै हिँडेपछि 2 घन्टा। यस्तै तन्नेरी मान्छे ज्यान टोली त 1 घन्टामा पुगिहाल्छ होइन। हामी अब 1 घन्टामा पुग्नेवाला छौँ थारमारे। र थारमारे यस्तो गर्छौँ सब यो भिडियोमा देखाउँछौँ तपाईँहरूलाई। आज थारमारेतिर चलपल हुनेवाला छ होइन। आज थारमारेतिर चलपल हुन्छ। आटोग्ने केटी हुने आउँछन्, आटोग्ने कुरा गरिन्छ, सब भिडियो दिनमा देखाइन्छ गाइज। मजाले मिरी तलबाट माथि भिडियो हेर्नु होला। अनि यो चाहिँ टक्क हाम्रो बाउखोला जाने रुट हो यो। उता बागचोरबाट बाउखोला भएर माथि जान्छ। लगायत तपाईँहरूलाई म एउटा खतरनाक कुरा देखाउँदैछु है। यी देख्नु भयो बत्ती क्या, यो लाइट। अब यो बालेर देखाइदिन्छु। यसका टिट्कामा छ यो बटन, हेर्नु है। यो यस्तो बोल्यो नि। अब यहाँबाट ए जुम। अनि फेरि यसमा फेरि क्लिक गर्ने भने यस्तो। अनि फेरि यता साइडमा बोल्दो रहेछ यस्तो। हेलो गाइज, देख्नु कति पर्छ है यसलाई? 400 रुपियाँ पर्छ नि। यसमा यो चार्जर पनि लाग्ने केबल रहेछ टाइप बी। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अहिले चाहिँ म घरदेखि टाटके थारमारेसम्मको यात्रामा हिँडिरहेको छु भन्नु पऱ्यो नि यार। सुल्टी यार, दिमाग खराब यार। हाम्रो केटाहरू पुरै। अनि अब यसमा फेरि यो पुरै चस्मा राख्ने जस्तो डिब्बा रहेछ क्या यसको। यसलाई बन्द गरे ट्याक्कै यहाँ यसमा राखिदियो। यसमा यो राखिदियो अनि यो साइडमा केबल राखिदियो। यो कसैले नकिने यो सेकेन्ड ह्यान्ड पैसाको पर ढक्कन लगाइदिने। झ्याप्प ढक्कन लगाइदिने बास। यत्रै बट्टामा एउटा लाइट छ क्या, बत्ती छ होइन। पसलमा काम छ यतातिर पुरै साइड लाइट यो लाइट बलेर फेरि पुरै हैरान छ क्या। नसक्नु छ। टक्क हामी पसलभित्रै छौँ अहिले। मेरो मोबाइल यता कता छ? यहाँ छ। मोबाइललाई थोरै यसो च्वाक बनाइदिउँ कि अब यसो फेरिदिउँ कि भन्ने कुरा छ। मिल्छ कि नै? अनि यता के छ साउजी? यसको ग्लास कभर सभर मिल्छ होला? त्यो छैन भाइ, छैन ग्लास कभर सभर यसो हाल्नु पर्यो अब राम्रो। वेलकम छ तपाईँहरूलाई हाम्रो पसलमा। के छ पैसा कति छ नि हेरौँ है।
यो कताबाट खोल्ने थाहा छैन कि मलाई नबजान चट्ट लाएर पैसा मालामाल छन् है साथीहरू बन्द गर्दैन ओइ टक्क लाएर पैसा टक्क घरमा अब फेरि स्वाट लाएर चापी स्वाट लाएर लगाइदियो भने अब ग्लोभ अनि त्यसपछि यतातिर हाम्रो कभर सबर ग्लास हेरिरहेको छन् है फेरि मसँग त पैसा छैन नि उधार हुन्छ कि नै हुन्छ कि नै मिल्छ होला हेरौँ न मेरो मोबाइलमा यो ग्लास हाल्दैछौँ अब 5000 को ग्लास अनि ओरिजिनल 5000 को महिना अलि हो क्या तल मिलाएर 3-3.5 सम्म हुन्छ टक्क लाएर यताउति छ हाम्रो यसमा यही फुट्यो क्या त्यो भएन ग्लास पनि राम्रोसँग मिल्दैन चट्ट लाएर हामी टाटकी बजारतिर प्रवेश गरिसकेका छौँ टाटकी बजारमा आजभोलि कोही छैन सुनसान छ अनि यता हाम्रो दिदी हुनुहुन्छ सुनसान छ सुनसान हस् त के छ पहिला टाटकी बजार कस्तो हुन्थ्यो होइन पहिला टाटके बजार अहिले कस्तो हुन्थ्यो भनेपछि मलाई पनि थाहा छैन चलपल धेरै हुन्थ्यो मान्छेहरूको आजभोलि छैन मान्छेहरू के चलफल अहिले हामी यो भिरको बाटोमा हिँड्दैछौँ है हामीहरू यसरी हिँड्नुको कारण छुट्टै छ हामीहरू यसरी लखर हिँडेर बागचौर जानुको कारण के छ हाम्रो बागचौर जानुको कारण यो छ कि पैसा छैन हो गाइस हामीहरू अब त्यो त टाटकेबाट अटो लागिरहेको हुन्थ्यो होइन अब आजभोलि पनि अटोको भाडा बढेको छ अरे डिजल पेट्रोल बढेर हुने यहाँ नसक्नु छ अरे अनि तेल बढेर 100 रुपियाँ लाग्ने ठाउँमा यो 150 400 100 रुपियाँ लाग्ने ठाउँ नसक्नु छ अरे 100 रुपियाँ लाग्ने ठाउँमा 150 रुपियाँ भाडा छ होइन अब 150 दुईटा त 300 भइगयो नि फेरि अनि यस्तो यार उर गर्दाखेरि ल हामी फेरि यस्तो हाम्रो यस्तो जाने मात्रै 300 भयो यस्तो छ क्या हाम्रो फेरि जाने मात्रै 300 छ भनेपछि फेरि गरिब दुखीहरूलाई हामीले देख्न सकिनौँ क्या किनकि टिट लागिहाल्छ गर्मीमा अटो चलाएर हान्छ होइन 50-50 टिप्स दिँदा टिप्स 400 गयो त्यो पनि टिप्सको 400 गइहाल्छ फेरि आउने बेला पनि दिनै पर्यो 800 गयो फेरि 800 गइजान्छ अब हामीहरू जम्मा 300-400 को सामान ल्याउन जान लाग्छ फेरि अब 300-400 को सामान ल्याउन 800 रुपियाँ खर्च गरौँ भने पनि भएन भनेर यसो हाम्रो फुर्सद पनि छ होइन अब बाटोतिर हिँड्दाखेरि यस्तो राम्रो कन्टेन्टहरू पनि मिलिहाल्छ कि भन्ने जस्तो लागेर हामीहरू हिँड्दैछौँ अहिले चाहिँ हामी यो क्याको चौर गरे नाउलिया चौर नाउलिया चौरमा छौँ पुरै यतातिर घाँसहरू फलेर पुरै हरियो भइरह अनि उनले चाहिँ फेरि त्यो तल धनराजको चस्मा उठाइदियो फेरि होइन तर मान्छे चाहिँ ऊ गुड छ जस नै भन्दैन हामीले गलास हाल्यौँ अब पैसा दिउँला भनेर हिँडिदिएको छ फेरि दिन त दिनुपर्छ तर उधारो भयो ढिलो चाँडो भन्ने होला सो अब टक्क लाएर फेरि अब खरबेट गएर हेरौँ है त चट्ट खरबेट गएर हेरौँ खरबेटतिर के छ माहौल होइन हस् त त्यो बात मान्छेहरू यस्तो इमान्दार यस्तो असल मान्छे भेटेको छ कि मसँग हेर्नु न यहाँ मेरो जुत्ता डोर पुग्यो त्यही भएर जुत्ता डोर यस्तो यतिको दोस्त पाउनु भने राम्रो कुरा हो क्या अहिले हाम्रो यसो फुर्सदको समयमा कुराकानी के भइरहेछ भने इन्डिया जाऊँ न त हिँड्न त तर म होइन के छ र भन्नुभयो अनि के छ इन्डिया जाने हो त जाने हो मबाट डन तबबाट डन गर्दैन गएर इन्डिया अनि इन्डिया जाम भन्ने कुराहरू अब मैले भनिरहेको छु फेरि अब यतैतिर बसेपछि गाउँमा के राम्रो राम्रो कन्टेन्ट निक्लिन्छ कि भन्ने सोचमा छु म पनि दोधारमा छु होइन अब हुन त हो त्यो पनि हो फेरि पैसा त 1 रुपियाँ छैन सुक्को ऋण लागेर भुक्का आराम भइजाउँछु म त
म क्या हामी सबै होइन तिमीले पनि ऋण काटेर होइन अनि ओन्टीहरूसँग यस्तो भइरहेछ नि ऋण काटेर पुरै छाडिदिनु क्या हुक्का आराम भइरहेछ अब हेर्नु न जुत्ता पनि अब गोल स्टार छिन् क्या पुरै है पुरा क्या त्यो पनि म्यादीबाट ल्यायो जुत्ता अब त्यहीले फेरि हामी बाक्सो टपिदिन्छौँ त्यसो छ के गर्ने अब हुन त इन्डियातिर गएर पनि कन्टेनर त निक्लिजाला भन्ने सोच छ मेरो होइन कन्टेनर त भइहाल्छ तर यहाँ अब त्यस्तै छ अलि माथिसम्मको माथि लेकसम्मको यात्रा हुन्छ कि भन्ने हो तर अब 1-2 दिनमा थाहा हुन्छ होइन इन्डिया गएपछि सट 1-2 दिनमा थाहा हुन्छ इन्डिया गएर सट्ट लाएर कमाए पैसाले बाइक किनौँला भन्ने कुरो पनि हो फेरि हो कि नै ट्याक्क दसैँ तिहारमा आएर बाइकमा रहन्छ अनि बाइकमा चलपल हान्नुमा भन्ने हो योचोटि जस्तै अर्काको बाइकमा कति माग्ने कति लग्ने होइन कोही टुट्यो फुट्यो भने यस्तो यारु फेरि हामीलाई पनि आफैलाई अप्ठ्यारो हो कि नै अनि त्यो त्योभन्दा आफ्नै आफ्नै बाइकमा जस्तो चलाउँदा मर्जीले चलाउँदा हुन्छ जहाँ कि जाम भन्दा पनि टक्क हुन्छ होइन त्यो यस्तो हाम्रो बन्दैछ तर मैले ओके हुनु भन्नु पऱ्यो भइहाल्छ हुन त अब घरबाट त फ्री हो क्या म पुरै जे गर्छु भने पनि ओके हो डन हो घरबाट त केही टेन्सनै छैन यताबाट जाऊँ न त अनि यहाँ के यो पुरानो रीतिथिति होला सायद यहाँबाट हामीले टक्क एउटा झार टिप्नु पर्छ अनि त्यो झार पर त्यसमा राख्नुपर्छ क्या तलबाट जाने हो तलबाट यसमा खै पनि के हो पुरानो परम्परा यसमा झार हाल्नुपर्छ क्या टक्क झार चढाउने हामीतिर यस्तै टक्क झार चढाउने हामी चाहिँ यस्तो गरेर यस्तो दर्शन गरेँ हामीतिर के भन्यो भने चाहिँ ए भगवान् अनि आजको यात्रा सफल रहोस् अनि यसो बाटोमा केटी मिलुन् अनि तिनी केटीहरूसँग मेरो डेट होस् भन्ने त्यो टाइपको माग्नुपर्छ क्या होइन त गाइस हामी अहिले आइसक्यौँ खरिदको बजारमा अब हाम्रो पलक स्टार्टिङ हुन सुरु भइरहेको छ होइन अब म बोल्न सक्दिनँ त बोला ओ यार मगा हेर न यता बिरालामा यिनी मगा आधेले त ढाल्दैन होला बेटा कि ढालेल चाहिँ यिनी पनि दार्चु किन मलाई क्या लाग्छ हामी अहिले टक्क खरिबटको बजार यही हो खरिबटको बजारमा आइसक्यौँ होइन टक्क अब फ्यानहरूले चिन्नु भने मैले टोपी लगाएको छु फ्यानहरूले यस्तै फ्यानहरू फेरि थुप्रै छन् तेरा फ्यानहरू फेरि यहाँ थुप्रै छन् मलाई अस्ति नै रमाइलो लाग्यो रुकुम घुम्न गयो होला भिडियो जुममा 30-40 जनाले हेर्छन् होइन म भिडियो बनाउँदै हिँडिरहेको थिएँ टक्क लगाएर खलङ्गा बजार गएँ ब्याकअप एकट गर किनकि माताले यो न्यु भलकमा न्यु पछि गर्दैछस् नि अनि बिख्यान दाई भने क्या अब मलाई लाग्यो म त हुनु होला भने यसो फर्किने हेरेको त हाई गर्छ नि फेरि होइन मलाई लाग्यो फेरि क्यामेरा स्यामेरा समात्या रहेछ अब त्यही भएर यसो भनिदियो होला नि साथीहरूले भन्ने लाग्यो मैले फेरि ल बाई बाई टेक केयर भने फेरि होइन अब के भने त्यति भनिसकेपछि त्यति त दिन परिहाल्यो अहिले चाहिँ अब यति हो बजार सिद्धिको पछाडितिर यति छ जमानामा त यो बजार धेरै ठुलो थियो अब के भने आजभोलि बिस्तारै घटिसक्यो होइन गरिसक्यो त्यही हो खासियत त केही छैन खरिबट बजारको त्यसै आउने आफै बुझ्नुहोस् मिलाएर ल सो गाइस हामी अहिले थारमारी बजारमा आइसकेका छौँ होइन देख्न सक्नुहुन्छ थारमारी बजारको माहौल अहिले धेरै नै परिरहेको छ आजभोलि आज प्रुफ दिने एसीको प्रुफ दिने विद्यार्थीहरू टन्नै छन् यतातिर पछाडि पनि फोटोसोटो खिच्ने ठाउँ थारमारी बजार ओइ हाई गर है केटा हेलो चस्मा लगाउन हाई गर चिनेन क्या मलाई ढुङढुङ ट्याउ ल हेर त हाई गरिदेऊ त भलकमा हाई गरिदेऊ न देखिया चाहिँ यहाँ पनि देखिया हुन्छ फेरि कभरमा थाहा थियो दिदी के छ हाम्रो फ्यान्सीको चलिरहेछ यता गर्नु हाई साई गर्नु अनि हेर्नु हाम्रो यो गौतम फ्यान्सीमा कपडाहरू पाउँछ आउनु सक्नुहुन्छ हजुरहरू यदि हजुरलाई चाहिन्छ भनेपछि है साथी म प्रचार गरिदिन्छु है हाम्रोमा हाल्न मिलाउँ न हाल्नु
हुन्छ हाम्रो गुन्जन ब्युटी पार्लर म गइरहेको छु म। हेलो दिदी हाई गरिदिनु ल हाई गरिदिनु। हामी दिदीले यहाँ बसेर लाइभ हेरिराख्नु भएको रहेछ ल यहाँ लाइभ बसिराख्नु भएको छ। यस्तो गुन्जन के छ नाम यसमा चाहिँ फलो गरिदिनु होला है सबले है। यहाँ हेर्नु सक्नुहुन्छ ब्युटी पार्लरमा आउनु सक्नुहुन्छ तपाईँहरू सब पाउँछ पोतेहरू है स्यान्टहरू सब आउनु सक्नुहुन्छ। यहाँ स्ट्रेट कपाल स्ट्रेट अनि क्रिम सिलिम गर्नको लागि यहाँ पनि हुन्छ कान्छी साउनी भएजालाई यार गर अहिले। यता हाम्रो दोस्त ल परिचय दिइहाल्नुहोस् त आफ्नो। मेरो नाम चाहिँ अर्जुन बुढाथोकी म चाहिँ थारमारीदेखि है। हजुर। तपाईँले मेरो यो साथीको भ्लगमा उमा कमेन्ट लाइक सेयर गरिदिनु ल यता बसे गफसप हालिदिनु त ल। अनि यता हाम्रो साथी हुनुहुन्छ आज यसो टक्क भेट भयो अनि हामीहरू यसो थारमारी घुम्न आएको। हजुर यहाँको घर यतै थारमारीतिरै रहेछ बजारतिरै हो बजारतिरै रहेछ। म चाहिँ यहाँ फोटो खिच्ने मान्छे क्यामेराम्यान हुनुहुन्छ क्यामेराम्यान हजुर। आइदिनु होला सबजना फोटोसोटो खिच्नको लागि भ्लगमा लाइक कमेन्ट सेयर गरिदिनु होला हजुर। अनि फलो गरिदिनु होला सबजनाले। अनि त्यति आज भन्न यो चाहन्छु म। आज यो थारमारीतिर यतिको केटीहरूको चलपल किन छ? यो चाहिँ यो हो इक्जामको ब्याग लागेको थियो नि त एसीको त्यसैले ब्याग लागेको मान्छेहरू सबजना आइरहन् राहान ब्याग दिन लागेन ब्याग दिनलाई गरिरहन्। हजुरको बसाइ यतै हो? मेरो त बसाइरहेको ए कति भयो नि फोटोग्राफर गर्नु लागेको? मैले गर्न लागेको त धेरै भइसक्यो 2 वर्षसम्म भइसक्यो। हो र? त्यति यहीँ 2 वर्ष भइसक्यो? ल अनि पैसा त कति हो छापिया त? पैसा त कहाँ छाप्ने यार पैसा त हुँदै हुन्न नि यार दिउँसो कमाउने साँझ खाने मान्छे कहाँ पैसा होइन यार दोस्त यार तर पैसा चाहिँ यही नि आऊ पैसा जोगाऊ है। तर त्यो त पैसा हो। कमाउनु पर्यो तर थोरै मात्रामा खर्च गरे पनि आफ्नो लागि आवश्यक पर्ने जति कमाउनु खोजिरहेको छु मैले। जम्मा गर्नुपर्छ। अनि जान्न त उता यता आउनुहुन्छ सिधै हाम्रो तपाईँको परिचय दोस्त। नमस्ते सबैजनालाई, मेरो नाम वीरेन्द्र ओली, सबैले चिन्छन् यहाँ मलाई बिरु फोटोग्राफी भनेर है। हजुर। अनि अनि कहाँदेखि हेर्दै हुनुहुन्छ सबैजनाले हेरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला जसलाई है। हजुरको स्थायी ठेगाना? मेरो घर चाहिँ बाङ्गेलाखुरी हो, म ए। बस्ने यहीँ हो। हजुर सिधै बाङ्गालखुरीदेखि? हजुर हजुर। बाङ्गालखुरी सर्वजित दाईहरूलाई चिन्नुहुन्छ? सर्वजित चिन्छु अलिअलि सर्वजित ओली। अलिअलि चिन्छु। मेरो दाई हो हो फुपूको छोरा। हजुर। यहीँ हो घर क्या? कहाँ हो घर? उता फेरि नसक्नु छ को क्या कहाँ जाने यता फेरि नसक्नु छ हेर फेरि टप्पकै हाम्रो गाउँबाट भर्खर त चलपल हुँदैछ थारमारीतिर। हेलो हेलो सबैजनालाई लाइक ओए सेयर गरिदिनुहोस्। अनि हजुर भिडियो बनाउन मिल्छ? मिल्यो टक्क चस्मा लगाएर उहाँ सिधै सोझो प्रो म्याक्सबाट उहाँको परिचय टाइपको बनाउनुपर्छ कि जस्तो कमेडी हुन्छ नि आइन शाह अनि लास्टै भाइरल हुन्छ हरम चोरफानी मौला ल जाओस् अरू केही सोधौँ न सोधौँ मलाई यसलाई कडाएर एकदम बवाल बवाल बनाउनु के छ यहाँ चाहिँ यसो आइरन अब फोटोग्राफर फोटोग्राफरहरूसँग मैले चाहिँ बवाल छ बवाल सबैजनाले यसो केटीहरूको यसो नम्बर समर वाट्सएप नम्बर समर माग्नु पर्ने हुन्छ कि क्या के हो के हो टाढा भाग्ने यहीँ 10 मिटरदेखि टाढा भाग्ने केटीदेखि बाहिर यहीँ सरकार केटीको अनुहार हेरेपछि फोटोग्राफरहरूसँग केटीहरूको नम्बर वाट्सएप नम्बर माग्नु पर्छ क्या के हो म त बिहा गरे मान्छे हो यसको म्यारिड हो हामी अनम्यारिड हो है। यो त झन् कति वर्ष भयो अरे तपाईँको? लग्न पर्यो कति वर्ष भयो तपाईँको भन्नुहोस् त औँला गर्नुपर्छ ल। औँला एक दुई दिन यस्तै भाज्छ न हेर्नु सक्नुहुन्छ थर्मालेको भ्यू बवाल छ बवाल। तर यो क्यामेरा बवाल हुँदैछ त यो त पुरै फुर्के क्यामेरा ऊ खतरा हो नि त यो अनि थारमारेको खासियत के छ त ल बताइदिनु न त के भने? यही त हो थारमारेको गर्मी विशेषता गरिरहेछ अनि अनि बस्न बसी नसक्नु छ यता हाम्रो सिधै पछाडि हुनुहुन्छ फ्यान्सी पसलमा दिदीसँग हल्का बातचित हान्दिउँ दिदी हो र होइन कि हान्नु न तपाईँको पसलमा यस्तो बातचित हान्दिउँ न त दिदी एउटा फेरि पर्मिसन मैले केटीहरूसँग पर्मिसन लाग्ने गरिरहेको छ क्या
दिदीहरूसँग भिडियो देखाएको जस्तो मानेको मैले गला मुरा सुरा बोक्न गएको हो क्या भिडियो देखाएको जस्तो मानेको हो र गएको थियो र त्यो बाटोमा के जस्तो यस्तो गराल्नको के गर्यौँ यस्तो ए हो त्यो टाइपको खेलामा क्या होइन अँ हो त्यो टाइपको भिडियो देखिरहेको थियो लाइक साइक हालिरहेको थियो कि अब के गर्ने जुत्ता त हेरेरै चित्त बुझाउने पर्ने हुन्छ राजा यता गोल्ड स्टार छन् फेरि बिल्लाको पात्र जस्तो भइदिरहेको छु म के गर्ने अब दिदी म त फेरि उधारो भन्दा नगद त फेरि पुट्यादेखि किन्ने मन लाग्दैन हो नि यो यहाँबाट खसी पनि त गइहाल्छ कि यो भएको हुन्छ नि यो अगाडिको स्क्रिम चटक गइहाल्छ कि तर्कियो पनि सक्यो कि बनाउने मन लाग्छ इक्जाम कस्तो भयो त हाम्रो अरे यार एक्जाम त बिग्रियो नि आज झन् कडा आर ब्याग मेरो पनि ब्याग लागिन 12 दिएँ म पनि फेरि फेल हुन्छ म त अब दिनै दिन्न ल त कट्नु पर्ने हो विषय त तर फस्ने त्यतिखेर त फोटो सिधै 17 वटा फोटो खिच्ने हो हेर्नुहोस् गाइज होइन फोटो खिच्ने मान्छे हुनुहुन्छ यहाँ है हाम्रो यहाँ हो र हो र ए ल हाम्रो चाहिँ यहाँ चटपटे पसल आन्टी हाई गरिदिनु त ल हेलो हेलो ल यहाँ सक्नुहुन्छ थारमारेमा हाम्रो पानीपुरी चटपटे पसलमा देख्न सक्नुहुन्छ यति ठेलामा नै कमाइराख्नु भयो यहाँ आन्टीले चाहिँ खाइसक्नु भयो रहेछ हेलो गरिदेऊ न हेलो हेलो ल हेलो हेलो गरिदिनुहोस् त यहाँ चाहिँ हाँसाले मर्नु भयो हेर्नु ऊ त्यो हेर्नु यहाँ मुख बुझ्नु भयो यहाँले पैसा गर्न लाग्नु भयो पैसा गरिदिनु त कति रुपियाँ भयो आज कमाए 5, 10, 20 हेर्नुहोस् यहाँले चाहिँ यतिमै नै काम गरेर राख्नु भएको यतिभरिमा हाम्रो टोलीमा को छ कसले हान्छ राम्रो ऱ्याप ऱ्याप त कसैले हाल्ने ऱ्याप त म सक्दिनँ कसले भयो ऱ्याप किन हाल्नु फ्रिस्टाइल हान्दिने हो फ्रिस्टाइल सक्दैन यार म त यार म त ऱ्याप सक्दैन अर्को थियो एउटा बाबु त्यसले हान्छ अब यतिकै बसेर यसो शीतल तापी हालौँ न हामीहरू गर्मी धेरै बढिरहेछ यार 90 डिग्री बढिरहेछ है हानिरहेको छ होइन 90 बाहिर ननिस्किनु होला गाइस सबजना बाहिर निस्क्यो भने कालो हुन सक्नुहुन्छ तपाईँहरू कोठैमा बस्दिनु होला है कालो होइन म कालो कस्तो गरे कालो होइन कालो दिदी फोटो खिच्ने हो हजुर किन बोल्नुहुन्न के बिहानबाट अहिलेसम्म कति भयो त कमाए यसो सुरा बाहिर निस्केन कस्तो त्यो यस्तो अब 600-700 हुन्छ अहिले चाहिँ बिहानको टाइम अब अहिले चाहिँ स्कुल विद्यार्थीहरू आइरहेछन् अहिले शीतल 2-3 बजेतिर चाहिँ सब निस्किरहेको हुन्छ बाहिर त्यतिखेर चाहिँ हुन्छ 2000-3000 सम्म दिनमा त्यति नै बस्यो भने भ्यारी बस्यो भनौँ न कतिवटा विषय यो घडीको खासियत के छ यसको बारेमा थोरै चर्चा हान्दिउँ न यो चाहिँ आइस वाच हो है यसलाई चाहिँ महँगै भन्छन् महँगै भन्दा नि अब पर्छ 1200 700 है अनि किन्न सक्दैन हैन यो त थाइल्यान्डबाट हजुरलाई गिफ्ट आएन र के अस्ट्रेलियाबाट दिदीले पठाइदिनु भयो यार मैले सक्यो नि त्यो घडी यार हेर नि त यार कस्तो मुला हान्छोले साईको महँगो हो नि त भिडियोले लगाएको गरी हो क्या यो अनि फोटो खिच्ने यसमा त डायमन्ड सकेर पुरै हैन डायमन्ड पुरै 1 लाख 2 लाख म यो मेरले लगाउने घडी हो खासमा मैले लगाइरहेको छु रातिमा चाहिँ यसले फोकस हान्छ के लाइट हान्छ अनलाइन अर्डरबाट दिदी भाइरल हुनु पर्यो न तपाईँ कस्तो कुरा हाल्नुहुन्छ यार दिदी यार यही त हेर गफ गरेर टक्क हाल्नु हाम्रो यो टोली भने चाहिँ पुरै धनी हो क्या भिडियो लगाए है के छ नाम भलक आज चाहिँ साँझ हेर ल भलकमा है लाइक गरिदेऊ कमेन्ट गरिदेऊ सही हो नाम के छ सही हो क्षितिज भ्लग क्षितिज भलक क्षितिज भलक ओए अर्जुन फेल्ने यता फेल्ने ए ओ घुमा अटो घुमा यहाँ आउनु क्या सोल्टी तिम्रो अटोको प्रचार गरिदिन्छौँ के राजा आउनु यता घुमा न युट्युब छ हजुर युट्युबमा भर्खरमा या
अब सर्लक्क लाएर हामीहरू भोगले रना परिसक्यौँ। अब यसो गएर कतै खाजासाजा खाइदिउँ भन्ने छ हामीसँग। हामी 3 जना छौँ, म त हाम्रो साथीहरू छुटिसके, फोटोग्राफर साथीहरू। अब कता गएर बस्ने भन्ने हो है। त साथीहरू कता जाने जाने कता कहाँ हो कि हामीहरू बस्ने ठाउँ? बस्दा पनि हुन्छ, पर बस्दा पनि त्यो त जाउँ न, त बस्नु टोइलेटसले कहाँ छ यसो जाउँ। कस्तो फिल भइरहेको छ कहिले बसेको थिइस् नि यसो सोफामा? ल गाइज अहिले चाहिँ हामी टक्क पसलमा आएर बसिसकेछौँ नास्ता खानको लागि। नास्ता अब त्यही हो। के छ? मसिन त सुक्को छैन, ठिक छ यार, के हो एक्जाम बिग्रियो होइन? एक्जाम त बिग्रियो। किन यार ब्याग लागेर नि यस्तो टाइट त नगर्नु पर्ने यार। त्यही त छ त माया सरलाई हाम्रो अहिले गयो। ओहो यो के हो? दुर्मा पानी। ओहो यो त भएन। फिल कस्तो भइरहेछ भन्नु त ल? ओए आई एम भेरी प्राउड, कम्फर्टेबल। खै यहाँ को हुनुहुन्छ पसलमा? काट्नु के दिलीप दाइले क्या खतरा त्यहाँ बाहिर हुनुहुन्छ कि हामी दिदीहरू? जा भन्न आन है। हेलो जा जा जा। आजको माल सामान आइसक्यो साथीहरू, माल सामान ल। फाइनली नास्ता मैले खानाबाट सुरुवात गर्छु। गरिब होस् अब गरिब योभन्दा अब अरू क्या खान सक्छस् त? साले गरिब तिरीको खाना ल है त झ्याम झ्याम हान्दैन। मैले खाथिस् नि क्या? मलाई मिस्टी अहिले हामी टक्क लाएर फु अनि नानी हामीहरू अहिले यता बागचोर छौँ। हामी फु काममा भाइको के बनाइदिनु आउनु भएको? भाइको के भन्छन् त्यो भाइको के भन्छन् भाइको खाता खोल्दैन। भाइको खाता खोलिदिन आउनु भयो हो फु। अब भाइको कोठा जान लाग्छौँ हामीहरू। सेउ त खतरा रहेछ नि। अनि नानी भाइसँग बस्ने, भाइलाई खानासाना बनाएर खुवाउने, भाइको स्याहार सुसार गर्ने। अहिले हामी ट्याक्क भाइको कोठा जान लाग्छौँ। हामीहरू अहिले सब पिच रोडमा हिँड्न लाग्छौँ फेरि। पछाडि बाइक छ। हाम्रो नानीले चाहिँ कुरा के भने, अब यहाँ सबैले जम्मा गरौँ दाइ पैसा गरे हजुर, यो यहाँ पाक किन्नु पऱ्यो क्या जग्गा। के छ सकिन्छ त किन्न? सकिन्छ होला सायद, पैसा जम्मा गरेपछि नै ब्यागमा जम्मा गर्दा राख्ने अनि पछि किन्ने। धेरै भएपछि हाम्रो नानी धेरै धनी भए जस्तो छ। के छ दाइलाई पैसा दिउँ न बरु? दाइले बहिनीलाई दिन्छन् कि बहिनीले दाइलाई? घुमाएर तिमीलाई हालिदिने त म कुमाउन गइ छैन के गएछ अब किडनी बेचेर हुन्छ। भाइ बस्ने कोठा अनि भाइ दिदी भिनाजुहरू बस्ने कोठा यता यस्तो क्या सिसावाला घरमा टक्क ऐना हेर्न पाइने साँझ बिहान है। कता कता हो अनि को? मेरो फ्यानहरू त होइन नि फेरि। बस स्वागत छ भाइ हाम्रो स्कुलबाट आएर टक्क लगाएर। भाग्यमानी हुनु, राम्रोसँग पढ्नु लेख्नु, ठुलो मान्छे बन्नु। स्कुलबाट आइयो? खानासाना खाइयो कि नै? छैन खाएको। तिमी बस्ने कोठा आयो? ओहो वेलकम छ हाम्रो कोठामा भन्नु छैन केही छैन। यता छन् पानी सानी पिन।
भित्र त यहाँ त जुत्ता लगाएको छौँ हजुर हाम्रो खुम्रा दाईहरूको कोठा दाई बिना दिदी बिनाजहरूको यता ताल लगाएर बन्द छ हामी यहाँ छौँ लगाएछ अहिले हामी ट्याक्क थारमारे बजारबाट पनि घरतिर हिँड्न लागिसक्यौँ होइन अब आज चाहिँ हामीले थारमारेबाट ल्याएको कसै ल्यायो क्या यो क्या अरे यो ग्रीस ग्रीस नहीं क्या बोलता इसको क्या बोलता है यार इसको बोलता है डीजल डीजल यो हामीले ट्याक्क यहाँ हामी यो मोबिल ल्याउन गएँ या सही सही 1 2 3 मोबिल ल्याउन गएँ यो जोत्ने ट्र्याक्टरमा मोबिल सिद्ध्याउँछ भनेर घरबाट त्यही काममा गएँ अब यसो भलक सलक पनि हानिदिउँ भन्न हो अनि तपाईँ कहाँ जानुभयो अरे पर्चा गर्ने इक्जाम जानुभयो अङ्कल यता अस्ति नै एसीमा ब्याग लगाएको थियो त्यो इक्जाम दिनुभयो अहिले हामी फेरि ट्याक्क तिनजना जान लाग्यौँ हिँड्दै हिँड्दै क्या मा गरिब पनि यति गरिब भयो कि मा कसम पैसा त यार होइन सर्ट लाएर अहिले हामी बागचोरभन्दा अलि पर्यटक खोलामा छौँ ल गाइज ठ्याक्कै खरिरपुङ लागेको छौँ अब भिडियो कसलाई के लाग्यो मन पऱ्यो लाइक कमेन्ट हानिदिनु नछुटाउनु होला अनि के छ यसो च्यानलतिर सपोर्ट गर्नु मन छ भने नि गरिदिनु है च्यानलतिर गएर यसो सपोर्ट गर्नु मन छ भने मलाई अलि माथि लेभलमा पुर्याउनु मन छ भने यसो सपोर्ट हानिदिनु ठिक छ नत्र ठिक छ हेरिदिनु मात्रै भयो त्यसको लागि धेरै धेरै धन्यवाद ल नेक्स्ट डे न्यू ब्लग आउँछ अब धेरै धेरै माया छ सबैलाई लभ यु अल टेक केयर सी यु नेक्स्ट ब्लग बाइ you subscribe